भेपमा लुकाएर सुन तस्करी गरेको आरोप खेपिरहेका कृष्णबहादुर महरालाई आज जेनजीको आन्दोलनपछि बनेको यो सरकारले पक्राउ गरेको छ। प्रहरीले चाहिँ पक्राउ गर्यो भनेर विज्ञप्ति समेत निकालिसकेको छ र यस विषयमा विस्तृत रूपमा अनुसन्धान गर्नको लागि पक्राउ गरेको समेत नेपाल प्रहरीले बताइसकेको छ। कृष्णबहादुर महरा यो पहिलो पटकको पक्राउ भएन हैन, अघिल्लो पटक चाहिँ विभिन्न दबाब अथवा चाहिँ विभिन्न कारणवश उनलाई छोडिएको थियो र पुनः चाहिँ अनुसन्धान उनीतर्फ तेर्सिएपछि उनलाई पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाएको नेपाल प्रहरीले बताएको छ। उनको छोरा समेत यस भेप सुन प्रकरणमा चाहिँ जोडिएका थिए। प्रहरीले अनुसन्धान गरिरहेको छ। उनीमाथि समेत यस्तो ठुलो ओदामा रहेका व्यक्तिले 9 किलो सुन झन्डै तत्कालीन मूल्य बराबर 8.5 करोड रुपैयाँ बराबरको सुन चाहिँ भेप तस्करी गरेको छ। अवैध गतिविधिमा उक्त रकमहरू चाहिँ प्रयोग गरिएको भनेर चाहिँ प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ र सोही अनुसन्धानमा रहेर चाहिँ प्रहरीले अनुसन्धानहरू अगाडि बढाएको छ। कृष्णबहादुर महरा चाहिँ कसरी पर्यो भन्दाखेरि चाहिँ उनले चाहिँ तत्कालीन रूपमा चाहिँ भेप जसरी आएको थियो र त्यो भेप आइसकेपछि विभिन्न कन्ट्याक्ट कुराहरू हुँदै गयो र त्यहाँका चाहिँ भन्सार प्रमुखले त्यो भेप चाहिँ नछोड्ने भनिसकेपछि चाहिँ त्यहाँ एकजना व्यक्ति आए पहिला चाहिँ भेप छोड्नुस् अथवा चाहिँ कति लाग्ने पैसा हो अथवा सरकारी नियम सबै हामी तिर्न तयार छौँ भने, तर त्यहाँको चाहिँ प्रमुखले छोड्न मारेन। त्यसैगरी विभिन्न व्यक्तिहरू आए र त्यही सँगसँगै उनका कृष्णबहादुर महराको छोराले समेत फोन गरेर चाहिँ यो के कति हुन्छ चाहिँ मिलाउन भनेर चाहिँ दबाब दिए। तर चाहिँ त्यो पनि अझै मिलेर नमिलिसकेपछि कृष्णबहादुर महराले नै चाहिँ फोन गरेर चाहिँ त्यहाँका कार्यालय प्रमुख लगायत त्यहाँका चाहिँ इन्चार्ज व्यक्तिहरूलाई चाहिँ फोन गरेर यो भेप चाहिँ जसरी पनि छुटाउनु पर्छ भन्ने खालको चाहिँ दबावमूलक कुराहरू भनेको कारणले र चाहिँ उनको पनि चाहिँ यसरी किन दबाब दियो त यस्ता खालको चाहिँ अवैध गतिविधिमा भनेर चाहिँ त्यतिखेरबाट नै प्रश्न उठिरहेको थियो। तर चाहिँ विभिन्न राजनीतिक आडमा विभिन्न शक्ति केन्द्रको आडमा चाहिँ उनलाई पक्राउ गरे तापनि जेलमा हाल्न सकिएको थिएन। यो मुद्दाको छिनोफानो भइरहेको थिएन। अहिले नयाँ जेनजीको सरकार आएदेखि नयाँ गृहमन्त्रीले देखाएको पहिलो आँट र पहिलो कदम बन्यो, किनभने कुनै पनि काम कुनै पनि भ्रष्टाचारले जेल हाल्ने काम अहिलेका गृहमन्त्रीले गर्नुभएको छैन। पूर्व भिआइपी व्यक्तिहरूलाई यसरी पक्राउ गर्दा चाहिँ अन्य जो भ्रष्टाचारमा लिप्त रहेका व्यक्तिहरूको पनि ड्याङ्ग्रो ठोकिरहेको समेत विभिन्न सामाजिक सञ्जालहरू रङ्गिरहेको छ। पक्कै पनि यो नयाँ बनेको सरकारको यो पहिलो कदम होस्। यस्ता कदमहरू चाहिँ हजारौं लाखौं र करोडौं कदमहरू यस्ता चलुन्, किनभने यस्ता भ्रष्टाचारी वास्तवमै यदि भ्रष्टाचारी हुन् भने यस्ता यिनीहरूको गलत नियत छ भने उनीहरूले चाहिँ आफ्नो पद र पार्टी बजाएर चाहिँ सम्बन्धित ठाउँमा पुगेर चाहिँ करोडौं अरबौं भ्रष्टाचार गरेका छन् भने यस्ता व्यक्तिहरूलाई जेल हाल्नुको विकल्प छैन। तसर्थ नेपाल प्रहरीले चाहिँ सक्षम भएर काम गर्नेछ र भ्रष्टाचारीलाई जेल कोस्नेछ भन्ने कुरामा हामी विश्वस्त छौँ कि अब फेरि चाहिँ कृष्णबहादुर महरालाई चाहिँ विभिन्न दबावमा छुटाइएला अथवा उनी जेल चलान होला। तपाईँको धारणा के रहेको छ तल कमेन्ट बक्समा कमेन्ट गर्न नबिर्सिनुहोला। तपाईँको आफ्नै साथी म विजय र जहिले पनि भन्ने गर्छु, जाउनुहुन्छ स्वस्थ रहनुहोस्, मस्त रहनुहोस् र सचेत पनि रहनुहोस्। हस्त धन्यवाद, नमस्कार।